सबैलाई जय मसीह। म अर्को भिडियो तपाईहरुलाई देखाउन चाहन्छु। यो भिडियो तपाईले हेर्नु भएको होस्, परमेश्वरको भजन हो। यो भजनकारले के भन्नु भएको छ हामी ध्यान दिएर सुन्ने छौं र आशीष पाउने छौं। धन्यवाद। हेर 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 आकाशमा कस्तो अचम्मको बडो शक्तिशाली घटना घट्ने छन् बादलमा। भन भन के हो त्यो? यीशुको आगमन हो, प्रभुको आगमन हो। दुई मिल्ने साथी खेतमा सँगै काम गरिरहेका हुन्छन्। एउटा चाहिँ सुई, अर्को चाहिँ भुइँ। सुई हुने आनन्दले आकाशमा, भुइँ हुने बिलाप गर्दै संसारमा छोडिने छन्। दुई मिल्ने आमा घरमा सँगै जातो पिसिरहेका हुन्छन्। एउटा चाहिँ सुई, अर्को चाहिँ भुइँ। सुई हुने आनन्दले आकाशमा, भुइँ हुने बिलाप गर्दै संसारमा छोडिने छन्। दुई मिल्ने साथी खाटमा सँगै मस्त निदाइरहेका हुन्छन्। एउटा चाहिँ सुई, अर्को चाहिँ भुइँ। सुई हुने आनन्दले आकाशमा, भुइँ हुने बिलाप गर्दै संसारमा छोडिने छन्। हालेलुया। जब यो भजनकारले के भन्नु भएको छ भने यसको मतलब के हो भने जब परमेश्वरको दुध्य आगमनको दिन के हुन्छ भने यो सबै भजनमा जे लेखेको छ त्यही हुनेछ। एउटा संसारमा छोडिनेछ, एउटा माथि उठाइनेछ, अनि उठाइने चाहिँ आकाशमा आनन्दले आकाशमा चाहिँ नि उले स्वर्गमा जानेछ। अनि जो संसारमा छोडिनेछ त्यो संसारमा दारा किटेर संसारमै भित्र त्यो छोडिनेछ। किनकि एउटा जो आकाशमा गएको छ त्यो लैजानेछ। उले परमेश्वरले पाएको व्यक्ति भएको कारणले गर्दा, उले अनन्त जीवन पाएको कारणले गर्दा त्यसलाई उठाइनेछ। जसले परमेश्वरलाई चिनेको छैन, परमेश्वरको वचनलाई मान्दैन, उलाई चाहिँ नि संसारमा छोडिनेछ अनि बिलाप गर्नेछ। सबैलाई जय मसीह।